यहाँबाट दाहिने गयो भने चाहिँ हामी उता त्रिपलटार जाने भयो कलोनी। यो पिपल बोर्ड हो। अब यो हाम्रो नयाँ बाटो हो। यो चाहिँ हाम्रो पुरानो बजारहरू देखाउँछ त्रिशुली बजारको। यहाँलाई बाटो पुरै पिच भइसकेको छ। मलाई सम्झना आयो यार, यहाँ एउटा गाडी पल्ट्याएको थियो एकचोटि यहाँ टिप्पर आथि हैन। यो अगाडिपट्टि जुन यो झ्याङ छ उतापट्टि चाहिँ मुसलमानको च्यान छ क्या। अनि त्यो टिप्पर पल्टिँदाखेरि चाहिँ बाटो दुईवटा तिनवटा देखायो भन्थ्यो क्या। अब सायद अब त्यो आत्माहरूले केही उ गरे हो कि राति होइन, राति बाटो तिनवटा देखाएर अनि एकदमै कस्तो के भन्ने अब पुरै के भन्छ गाडीमा ब्रेक लगाउनु पनि ब्रेकै नलाग्यो भन्थ्यो क्या। त्यस्तो पनि हुन्छ है। यहाँ राति नहिँड्नुहोस्। यो चाहिँ हाम्रो अहिले बस पार्क हो, नयाँ बस पार्क। त्रिशुली उतापट्टि हाम्रो बस पार्कमा चाहिँ अलिकता कन्जेस्टेड ठाउँ भएर चाहिँ यो चाहिँ हामी पढेको त्रिशुली स्कुलको पछाडिपट्टिको बस पार्क हो चाहिँ। त्रिशुली बस पार्क चोक रे अहिले नयाँ नाम राखेको छ। यही हो। जस्तै कि अब त्रिशुली ढेकुरे छ अरे, टोका, साङ्ला, फुटुङ, नेपालटार हुँदै काठमाडौँ जाने। ल हजुरहरू चाहिँ काठमाडौँ जानु पऱ्यो भने चाहिँ यहाँ आउनुपर्ने हुन्छ। यो चाहिँ पहिला चाहिँ हामी यसलाई ढोडेनी भन्थ्यो होइन। खास यो चाहिँ ढोडेनी एरिया हो। हामीले बस पार्कभित्रबाट आउनु पऱ्यो भने अलिकता उता पिच बाटो चाहिँ लामो हुने गरी यो ढोडेनीको त्यो तल डाँडैबाट तल झर्थ्यो क्या हामी। ल यो चाहिँ नयाँ बजार है हाम्रो बस पार्क बजार। यो 9-10 वर्षमा त राम्रो भइसक्यो। बजार सुधार टन्न पुरै खेत थियो। अब घरै घरले भरिसक्यो। यहाँबाट तल गइसकेपछि चाहिँ एउटा नेवारी खाजा घर छ है। टक्क त्यो बोर्ड छ, त्यो बिजुलीको पोलभन्दा उताबाट टक्क माइकल खाजा घर छ त्यहाँ। सबभन्दा पुरानो, धेरै पुरानो जमाना। हामी अब साथीभाइ मिलेर यहाँ चिपान भेज खोइ अझ दामी छ है माइकल। ल साथीहरू अब म देखाउँछु। अब यहाँबाट सिधा गयो भने त नयाँ बाटो भइहाल्यो होइन। म यहाँलाई चाहिँ बजारको पुरानो बजार देखाउँछु। यो पुरानो बजार, यो माथिल्लो भाग भयो। बस आउँदैछ काठमाडौँ त्रिशुली घुम्छ एकछिन। यो चाहिँ भयो हाम्रो त्रिशुली बजारको पुरानो बजार। पहिलाको बजार चाहिँ यो त्रिशुली बजार। यो जुन मेरो साथीको पसल हो रबिन भन्नेको। त्रिशुली बजार हो। यस्तो छ ओह्रालो हेर्नुहोस्। यहाँ चाहिँ बाटो अलिक डेन्जरै थियो यार। यस्तो छ यहाँ स्लिप त भएन, स्लिप चाहिँ हुन्छ फेरि। ल अघि मैले तपाईँले देखेको चाहिँ यो नयाँ बस पार्क हो। पुरानो बस पार्क चाहिँ यो है हाम्रो त्रिशुली बजार बस पार्क। यो राजकुमारको पसल।